घुम्दै घुम्दै हेटौँडा जाने बाटोमा आइया छ होइन। यतातिर केटाहरू फोटो सेसन चलिरह के भइरहेछ गाइस, कस्तो भइरह, रमाइलो भइरह। हामी अहिले कुलेखानी जाँदैछौँ गाइस होइन, कुलेखानीको ड्याममा एकदम दामी मजा आउनेवाला छ। अहिले हामी कुलेखानी ड्याममा छौँ, एकदम धेरै ठुलो रहेछ। केटाहरू फोटो सेसनमा लागेछन् होइन। गाइस हामी भेडा ठाउँ पुगिहाल्यौँ होइन। भेडा ठाउँ होइन, भेडा फार्म, भेडा ऊ त्यहाँ छ नि एउटा मात्रै भेडो छ होइन। ऊ त्यहाँ छन्, म जुम गरेर देखाउँछु तपाईँहरूलाई। ऊ त्यहाँ भेडा छन्, भेडा। अहिले हामी यहाँनिर सामान किन्दैछौँ होइन। केटाहरू सामान किनिरहेको एकदम रमाइलो छ गाइस। यो भेडा फार्म हो हाम्रो होइन। यहाँ यत्रो मान्छेहरू आएका छन्। हामी इस्लामको डायरीमा यहाँलाई समेट्नेछौँ। यो उता भित्र डाँडा जाने बाटो होइन, यताबाट यो हाम्रो साथी। हामी अहिले भेडा फार्ममा जाँदैछौँ गाइज, भेडा फार्ममा। यो एकदम स्पेसिफिक ठाउँ हो। यता भेडाहरू पाल्ने, तिनीहरूलाई बेच्ने, अनि भेडाको ऊन निकाल्ने, ऊनलाई पनि बेच्ने, डबल सप्लाई हुन्छ होइन, मिट प्लस ऊन। सो देख्न सक्छौँ धेरै मान्छेहरू आइरहेका छन्, जसले गर्दाखेरि एक अत्यन्तै पर्यटकीय स्थल पनि हो। सो वी क्यान एक्सप्लोर आवर टुरिज्म एरिया। भ्लगर हाम्रो त्यता खेतहरू जोतिरहन् दाइहरू, एकदम रमाइलो छ। दामी हिसाबले खेत जोतिरहन्। ट्र्याक्टर युज हुने रहेछ, गोरु युज हुन नहुने रहेछ। हाम्रोतिर चाहिँ गोरु युज हुन्छ। उता पारी डाँडा, त्यो कुन डाँडा एउटा झर्ना छ अरे त्यतातिर। पुरै भेडा फार्मको भ्युज सो नाइस। के ल्यायो, के ल्यायो? यो खानेकुरा ल्यायो 50 रुपियाँ। यहाँ केटाहरू साथीहरू छन् सबै धेरै, उता मान्छेहरू धेरै छन् होइन। यो अलिअलि इलामको जस्तो भाइब चाहिँ आइरहेछ। कस्तो दामी छ होइन, राम्रो छ होइन। काठमाडौँ बस्दा बस्दा थकित मुद्रामा कोही हुनुहुन्छ भनेपछि, एकदम बोरिङ फिल गरिराख्नु हुन्छ भनेपछि, once a time please come here and explore yourself and make a peace your mind. सो म यति भन्न चाहन्छु, यो भेडा फार्म हो होइन, एकदम रमाइलो छ। आहा हामी चितलाङ जान हिँडेको, अनि यतातिर पनि राम्रो देखियो, त्यही भएर हामीले यता अलि 1-1.5 घन्टा स्टे गरौँ कि जस्तो लाग्यो। भ्युज पनि एकदम राम्रो छ, सिक्किमको जस्तो छ। सिक्किम होइन, उता के भने कश्मीरको जस्तो भ्यू छ होइन। सो आई लभ इट। त्यही भएर हामीले एकदम रमाइलो लाग्यो होइन। आहा दामी छ गाइस, तपाईँहरू पनि एकचोटि आउन सक्नुहुन्छ। हिँड्दा हिँड्दा केटाहरूलाई भोक लागेको रहेछ, त्यही भएर मैले 5 रुपियाँ केटाहरूलाई एक सौजो किन्दैछु, खाइरहन्। कस्तो लागिरहेको तिमीहरूलाई? खाऊ केटाहरू पुरै फोटो सेसनमा छन् होइन। खाली 1x 2x मा क्याच हान्या छ। फोटो खिच्ने तरिका हेर केटाहरूको, यो त टु मच पब्लिक छ होइन।
हामी माथिल्लो डाँडामा जाँदैछौँ। उता राजेश उता छ, अर्जुन यता छ, उता माथिल्लो डाँडामा एकदम रमाइलो छ। हजुरलाई म 5 मा देखाउँछु होइन। दामी छ यार। म कति बयान गरौँ के, आफैले कति बयान गरौँ यहाँ। तपाईँहरू हेरेर बयान गरिदिनु होला। भिडियो बनाउँदैछन् होइन, मलाई अचम्म लागिरहेको छ। किन अचम्म लागिरहेको छ भने चाहिँ एउटा भिडियो बनाएपछि मात्रै मलाई आफ्नो भिडियोमा ननिकाल्ने यस्ता पनि छन्। फेरि हाम्रो काका कुल माथिल्लो डाँडाबाट होइन, यता पुरै गाउँ देखिन्छ। यता गाउँबाट It's the heaven. Oh, so lovely sir. यता मान्छेहरू गेम खेल्दैछन् होइन। भेडा फार्मको मन्दिर होइन, एकदम रमाइलो छ। सानो मन्दिर छ, ढुङ्गाबाट बनाएको छ, एकदम रमाइलो छ। यस्तो दामी मन्दिर बनाएको छ। यता मन्दिर बनाएको छ, दामी छ है। आफूले ढुङ्गा ल्याएर ट्याक्क बनाउनु पर्ने रहेछ। यता हामीले त ढुङ्गै पाएनौँ। यता आफूले आउँदाखेरि एउटा ढुङ्गो ल्याएर यता थुपार्नुपर्छ, जसलाई यो हुन्छ मन्दिर हुन्छ होइन। दामी छ। यस्तो नाच होइन, गाउँतिर हामी पहिला सटढुङ्गा भन्ने खेल्थ्यौँ, त्यस्तै टाइपको छ यसमा। तर यसमा हाम्रो 7 ढुङ्गा हुन्थ्यो, यसमा त ढुङ्गा कति राखेको छ होइन। फाइनली गाइज हामी भेडा फार्मबाट निस्किँदैछौँ होइन। यताबाट निस्किएपछि हामी अब चितलाङतिर लाग्छौँ। हामी त्यता पनि इन्जोय गर्नेछौँ, चितलाङ पनि। गाइजहरू आइसक्यो होइन, केटाहरू कपाल यस्तो भैँसीले चाटे जस्तो भइसक्यो होइन, हेलमेटले गर्दाखेरि होइन। धुपी सल्लाह जस्तो पनि छ, अलि अर्कै सल्लाह जस्तो पनि छ होइन। यहाँ त्यति धेरै हामीले सोचेको जति भेडा चाहिँ छैन होइन, अलि छन्, चराउन लगेछन् त्यो सबै हेरेर। 150-200 भेडा जति छन्, धेरै छैन। एउटा उयो हो। हामी यताबाट हिँडेर चितलाङतिर लाग्न थाल्यो गाइज होइन। लेट्स सी इन चितलाङ। अहिलेलाई बाई बाई। फाइनली गाइज हामी चितलाङ पुगिसक्यौँ होइन। चितलाङ पुगिसक्यौँ होइन हामी।
बिहान यता जाँदैछौँ होइन गाइज हामी केटाहरू उता पुगिसक्यो अवस्था एकदम तनावग्रस्त छ छैन हामी बाहिरतिर यस्तो दामी फुल लगाएको छ यो रिसेप्सन्स यतातिर फुलहरू लगाएको छ झन्डाहरू यता यो पार्किङ भइहाल्यो यता यो राग भइहाल्यो दामी छ चितलाङको ठाउँमा होइन उता चितलाङ छ त्यही हेर्नलाई आएको यही लेखेको हेर्नलाई आएको होइन यो खाना खाना आएको गाइस एकदम सुन्दर रमणीय ठाउँ त्यस्तो सोचे जस्तो चाहिँ छैन आकाशबाट यस्तै हो नि ठिक छ यो बस्ने ठाउँ होइन यस्तो आज पुरै रिसाए जस्तो छ मेरो भाइ बाबा गाई छ होइन सो लभली लभली भ्यू यतातिर यो